हेलो वेलकम टु माई ब्लग। टक्क आज हामी वी आर फ्रम शङ्खसभा। अहिले चाहिँ हामी चट्ट शङ्खसभा जिल्लाको चैनपुर नगरपालिका अन्तर्गत सूर्य पार्कमा रहेका छौँ। यो चैनपुर नगरपालिका हो। यो तलदेखिको बेस प्लेट देखिरहेको छ, यो चाहिँ चैनपुरको करुवा पार्क हो। यो चक्क चैनपुर डाँडा हो। यो पर देखिएको गाउँ चाहिँ भण्डारी मोड हो। टक्क जुम अलि हल्का तानिदिनु पऱ्यो। यो चाहिँ भण्डारी गाउँ पर्छ चैनपुर नगरपालिका अन्तर्गत रहेको। यो चाहिँ चैनपुर बजार हो। यता चाहिँ टक्क चैनपुर हो। त्यो तलदेखिको एउटा बस पनि छ, त्यो चाहिँ बस पार्क हो, चैनपुर नगरपालिकाको बस पार्क। आज हामी चाहिँ चैनपुर नगरपालिकाले बनाएको सूर्य पार्कमा रहेका छौँ। यो पार्कमा आउन चाहिँ सिँढी चाहिँ राम्रो चढ्नु पर्ने रहेछ। टक्क सिँढी नै सिँढी छ। वहाँ तल स्मारिका छ, सशस्त्र प्रहरी बल नेपालले चैनपुर नम्बर 4 गुल्मले बनाएको अमर सप्रकहरूको नाममा बनाएको होला जहाँसम्म लाग्छ। यो चाहिँ चैनपुर नगरपालिकाको बस पार्क हो। चैनपुर नगरपालिका टक्क चैनपुर नगरपालिका चाहिँ उयो छ। यो देखिएको लामो पक्की भवन हो चैनपुर नगरपालिका। यो देखिएको भवन चाहिँ एमाले पार्टी कार्यालय लेखेको छ के हो। यता चाहिँ टक्क ब्याकग्राउन्डमा चाहिँ चैनपुर बजार चट्ट पुरानो सदरमुकाम हो शङ्खसभा जिल्लाको। राम्रो आइरहेछ, टक्क दामी देखिँदो रहेछ चैनपुर नगरपालिका अदालत। टक्क यहाँ छ चैनपुर शङ्खसभा जिल्लाको जिल्ला अदालत यो हो। यो देखिएको पहेँलो ट्याङ्की र हरियो ट्याङ्की भएको घर हो। यो चाहिँ शङ्खसभा जिल्लाको जिल्ला अदालत हो। यो जिल्ला अदालत हो। यो चैनपुर नगरपालिकाको बजार ऊ त्यहाँ पर देखिरहेको छ भाइरल गुम्बा। टक्क यहाँबाट त खासै देखिँदो रहेन जग्गा र गुम्बा हो। यो चाहिँ टक्क हलिएरै भएन। चैनपुर नगरपालिकाको गुम्बा रहेछ यहाँनिर एउटा। यता तल गाउँहरू राम्रो मिलेर बसेछ। यो तलको गाउँ चाहिँ भन्ज्याङ भन्छ यसलाई चाहिँ। टक्क भन्ज्याङ खर्क जस्तो लाग्छ। राम्रो छ, घुम्न आउनु होला सबैजना। सबैले फोटो भाइरल ठाउँ हो यो चाहिँ, मलाई जहाँसम्म लाग्छ भाइरल ठाउँ हो यो शङ्खसभाको सूर्य पार्क, यानि कि एमाले पार्क भन्न नै मिल्छ होला। सूर्य बनाउनु भएको रहेछ चट्ट सूर्य दामी चाहिँ फोटोसोटो खिच्न चाहिँ कहिलेकाहीँ मान्छेहरूको भिडभाड देखिन्छ। यो पारी देखिएको चाहिँ वाना बिहिबारे बजार हो। टक्क पर पारी पर्छ यो चाहिँ। क्यामेराले खासै राम्रो चाहिँ काम गर्दो रहेछ। यो पारीको देखिएको चाहिँ वाना बिहिबारे पर्छ। टक्कै बाटो पनि छ, बाटोको सुविधा पनि छ। चैनपुर बजार ल आजलाई यति नै ब्लग।